हेलो गाइज नमस्ते, स्वागत छ मेरो यो नयाँ भिडियोमा है। यो मेरो घर हो, मेरो गाउँ सम्झिर कर्मी डाँडा। यो हाम्रो कुन्टे, इमान्दार छ हाम्रो कुन्टे। 5 वर्ष भयो त्यो। यो काले हो, यो पछि आएको एउटा 1 वर्ष भयो त्यो। ल बाख्रा गोठालो जाने बेला भएछ है। हाम्रो आमा हुनुहुन्छ डल्ले, सानो डल्ले पनि अझैसँग ल गोठाला जाने तयारी। अहिले चाहिँ हाम्रो गाउँमा भानु13 कर्मी डाँडा, त्यस चण्डावतीदेखि पोखरी छाप बाटो होइन, पिच हुने तर्खर छ। त्यसैले म त्यतातिर जाँदैछु अहिले। यो हल्का घरको पनि लिएको भिडियो। भाले हाम्रो घर अगाडि आँप यस्तो फुलेछ कि अहिले आँपै आँप हुने भयो। ल खाने आउनुहोस् है, खाने बेलामा। ल यो हाम्रो गोठ हो, हाम्रो कुखुराहरू यता छ। कुखुरा भाले भाले यता हाम्रो ल यो सानो पाडो हो, यो बकेर्नु पाडो होला यो भैँसी। ल यता सानो सानो चाहिँ यता भित्रै थुन्दैछ है। यी गोठाला जान नसक्ने हुन्। माउरी पनि छ हाम्रो घर। यो चाहिँ लिचीको बोट, लिची लिची हल्का फुलेछ लिची चाहिँ। यो भैँकटरको यो घारी हो हाम्रो चाहिँ। भैँकटर चाहिँ यति छ है। ल भैँकटर खाना चाहिँ असार साउन ताका चाहिँ एकदम हुन्छ। ल आउनुहोस् है। आँप टन्नै छ। यो चाहिँ हामीले विकासे आँप हो, बुवाले सार्नु भएको हो। यो भैँकटर चोरेर यति खान्छ है। ल यो भैँकटर चाहिँ हाम्रो। रोडतिर जाँदैछु है। रोड चाहिँ होइन, अहिले चाहिँ त्यो तल यो ग्राभल हालेर पुर्दैछ, सोलिङ गर्दै के हो गर्दैछ क्या यता चाहिँ। त्यसैले म आज थोरै रोडतिर घुम्दैछु क्या। भित्तामा पनि भैँकटर लगाइदिनु भयो बुवाले। रोडको कुना कुना चोरेर खाने मान्छेहरूलाई सजिलो हुन्छ है। ल सेवा नै धर्म। यो चाहिँ दाउरा। ल दाउरा चिरेर राखेको हो। ल अहिले यसरी ठाउँमा थुपार्दैछ। एकचोटि सम्माएर पनि यो होइन गरिसकेको हो। ल उताबाट खोलेर बाख्रा यता आइपुगेछ है। यता चढ्दै रहेछ। ल यो कुन्टे पनि आइपुगेछ। हाम्रो 5 वर्ष भइसक्यो यो कुन्टे है हामीसँग भएको। ल यता अजी र नाति यता ल बस्दै रहेछ। डोजर पनि आएको छ। डोजर टिप्पर ग्राभल ल्याउँदै हालेको छ। यो हाम्रो बारी, मकै कोदो लाउने बारी। ल काफल पनि खानु पाकेको गाउँमा हर चिज छ हाम्रो। यहाँ चाहिँ प्याज लसुन हो कि प्याज लगाउनु भएको छ बुवाले। ल रोडमा यो कार्य सुरु भएको छ। धेरै वर्ष भयो यो रोड हामीलाई बनाउनलाई। यो सुरु गर्ने भनेको यति गाह्रो भयो होइन। बल्ल बल्ल खै अहिले चाहिँ अब होला जस्तो छ, आशा छ है। अब चाहिँ हाम्रो पिच हुने तर्खर।
डोजर हेर्न आएको डल्लै डोजर भनेपछि हुरुक्कै हाम्रो चाहिँ यो भानु 13 कर्मी डाँडाको यो हाम्रो सामुदायिक भवन हो हैन यतापट्टि टिप्परले ग्राभेल ल्याउँदै रहेछ यो भवन हो हाम्रो सरकारी भवन ल ग्राभेल ओछ्याउँदै छ हाम्रो पाजु पनि आउनु भएको रहेछ है हेर्नको लागि अब चाहिँ आशा छ है हाम्रो भानु 13 मा रोड चाहिँ पिच हुन्छ भन्ने ट्र्याक्टर यति गाह्रो छ यति दुःख पाइयो रोडले यहाँबाट बजार झर्न भनेको 2.5 किलोमिटर होला आधी घण्टा लाग्छ झर्नलाई यो चाहिँ ठ्याक्कै हाम्रो घरको वरिपरिको मात्र यो भिडियो है डोजरले खनेकै हेर्न भनेपछि रुक्कै हुने ढल्की हेर्दैछ यो धुर्मुसे हो कि बान्द्रे हो काम चाहिँ निरन्तर छ क्या अहिले बिस्तारै भयो नि काम गर्ने मान्छेहरू पनि हाम्रै गाउँको स्कुलमा बस्दैछ हैन भन्दा अलिकति माथि छ स्कुल त्यहाँ बस्दैछ ढुङ्गाहरू छान्दै हैन साइडमा राखेछन् आज चाहिँ काम गर्ने मान्छे नभएको दिन परेछ के भिडियो बनाउँदा डल्ले आवास श्रेष्ठ इसका नाम ल यो चाहिँ हैन यो हामीले भित्तामा यति वाल उठाउन पनि यति धाउनु पर्यो हेर्नुस् घर यहाँ माथि घर छ अब तललाई अलि अग्लो गराइदियो भन्दा पनि न यतिसम्म चाहिँ धन्न गराइदियो ल धन्यवादै दिएको यति गरे नि नाली भन्दा अलिकति अग्लो लगाइदियो यो वाललाई चाहिँ यो हाम्रो देवी कङ्कालीमाई मन्दिर हो यो चाहिँ हाम्रो एउटा दाजुले आफ्नै लगानीमा बनाउनु भएको हो सागर श्रेष्ठ यो हाम्रो कुन्टे हाम्रो प्यारो 5 वर्ष भयो कुन्टे हामीसँग भएको यति इमानदार छ ह्यान्डसेक गरेको कुन्टे एकदम चिन्छ ल गाइज आजलाई चाहिँ भिडियो यति नै है ल बाई प्लिज सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट शेयर